हेलो नमस्ते एभ्रिवान। आज चाहिँ म तपाईहरुलाई मिसो सुप बनाउँदैछु। जापानको मिसो सुप जुन चाहिँ हाम्रो फर्मन्टेड सोयाबिनबाट बनेको हुन्छ। सो हामीसँग वाकामी छ अनि हामीसँग अलरेडी यो बोनिटो फ्लेक्स छ अनि यो दासी होन्दासी भन्छ यसलाई, दासी स्टक। हामीसँग अब यो चिटाके मसरुम, सोया सस हामीले युज गर्दैन, तै पनि मैले एक्सप्लेन गरेँ। ग्रीन अनियन, लेट्स सी। सो अल इन्ग्रेडियन्ट्स हामीले यहाँ काटेर राखिसकेको छ बोलमा हैन। हामीसँग टोफु, वाकामी अनि यो सिटाके मसरुम, सिमेजी, रेडिस, ग्रीन अनियन सबै राखिसकेको ल हामीले चाहिँ अनि हाम्रो दासी स्टक र मिसो पेस्ट कम्बिनेसन गरेर यसलाई पकाउँदैछौँ हामीले, मिक्स गर्नुभयो। सो एकपल्ट यो उम्लेर सिमरिङ भएपछि फेरि सेकेन्ड टाइम यसलाई उमाल्न मिल्दैन, किनभने यसको फेरि नुन एकदम चर्को हुन्छ। स्वादअनुसार हामीले चाहिँ अलिकति यो होन्दासी हाल्छौँ। यसले चाहिँ उमामी फ्लेभरहरू ल्याउने काम गर्छ। So after finish, we are going to strain this all soup in this strainer. Alright, let's go. So हामी चाहिँ अब प्लेटिङ गर्दैछौँ। अहिलेको बलमा चाहिँ मैले टोफु हालेको थिएँ, यसमा हाल्न बिर्सेर फेरि मैले नयाँ प्लेटिङ गरेको थिएँ। इट्स ओके। सो हामीले चाहिँ सिसेमी सिड अनि यो